गाइज के छ तपाईहरुको हालखबर आई होप कि तपाईहरु सन्चै हुनुहुन्छ होला हैन। सो गाइज आज चाहिँ हामी खेतमा आएको छौं बाख्रा चराउन। सो तपाईहरुले यहाँको सिन देख्न सक्नुहुन्छ है। यहाँ आज एकदमै पानी आउला जस्तो भइराछ हैन। सो अनि हामी चाहिँ खेतमा बसिरहेको छु। म चाहिँ केटाहरु चाहिँ उता गएको छन् भाइहरु चाहिँ। सो यहाँको भ्यू चाहिँ यसो सर हेर्नु है त तपाईहरुले। यो चाहिँ हाम्रो गाउँको भ्यू है। सो देख्न सक्नुहुन्छ गाइस यस्तो भइरहेको छ, बादल बादल भइरहेको छ हैन। पानी आउला जस्तो भइरहेको छ। पहाडहरु तपाईले देख्न सक्नुहुन्छ। पहाडमा चाहिँ एकदमै धेरै ठुलो पानी आएको छ कि जस्तो छ। सो बादलहरु पनि कालो कालो भइरहेको छ। यहाँको सिचुएसन चाहिँ अहिले हल्का बिग्रेको छ भनौं न। सो अब चाहिँ हाम्रो बाख्रा चाहिँ उता गएको छन् हैन। बाख्रा ल्याउन जानुपर्छ एकछिनमा। सो अनि पछि बाख्रालाई घरमा लगेर छोडिदिनु पर्ने हुन्छ। सो तपाईहरुले देख्न सक्नुहुन्छ सनसेट चाहिँ हल्का देखिरहेको छ है। यो चाहिँ सनसेट नै हो। अहिले बादलको कारणले चाहिँ यो हल्का हल्का देखिरहेको छ। सो एकदमै दामी भ्यू छ हैन। यताको चाहिँ म चाहिँ एकै ठाउँमा बसेर ब्लग गरिरहेको छु। यो चरा देख्न सक्नुहुन्छ है तपाईहरुले। चरा क्या मजाले चलिरहेको छ हैन। च्याउ च्याउ गरिरहेको छ के। ओ माय गॉड, ओ कितना स्पीड है भाई इसका। देखो ये कहाँ पे जा रहा होगा भाई। वहाँ पे जाके बैठ लिया। ओके यो सामान्य यो नजिक देखिरहेको चाहिँ यो हाम्रो टावर हो है। सो अहिले हामी एकछिनमा भेट हुनेछौँ बाख्रासँग। लेट्स गो। फाइनली गाइज म बाख्रा सीमा आइसकेको छु हैन। तपाईहरुले देख्न सक्नुहुन्छ हाम्रो बाख्राहरू। यहाँ चाहिँ हाम्रो बाख्राहरू भैँसीहरू चरिरहेको छ। भैँसी चाहिँ हाम्रो हैन, अरु साथीहरुको चाहिँ हो। यहाँ चाहिँ बाख्राहरू मजाले चरिरहेको छन्। अहिले चाहिँ सनसेटको भ्यू देख्न सक्नुहुन्छ। सनसेट चाहिँ क्लियर देखिरहेको छ है। सो यस्तै छ यहाँको भ्यू चाहिँ। उहाँ चाहिँ भाइहरू फुटबल खेलिरहेको छन्। ल हल्का देखिरहेको छ, फुटबल खेलिरहेको छन्। सो यस्तै छ यहाँको सिन चाहिँ हैन। गाइज बवाल छ, रमाइलो लाग्छ खेतमा बाख्रा चराउँदा हैन। अब चाहिँ 2-4 दिनपछि चाहिँ खेत रोप्ने टाइम पनि आइसकेको छ। यतातिर चाहिँ एकदमै रमाइलो हुन्छ। त्यो ब्लग पनि म तपाईहरुलाई देखाउने छु। ओके हामी भेट हुनेछौँ अर्को नेक्स्ट ब्लगमा। च्यानललाई सब्स्क्राइब गरिदिनु होला नयाँ हुनुहुन्छ भने। ओके थ्यांक्स फर वाचिङ दिस भिडियो। Hold me close till I get up. Time is barely on our side.